वर्गीकरण चैप्टर हामी पढिरहेको छैन। सजीवहरूको वर्गीकरणमा तिमीहरूलाई म यसका परिचयका कुराहरू, वर्गीकरण के हो, सजीवहरूको वर्गीकरण के हो हैन, यसका धेरै एक्जाम्पल को साथ हामीले के गरेको थियो त यसका परिचयका कुराहरू हामीहरू गरिसकेका छौं। ठीक छ ल, अब हामी कुरा गर्छौं हाम्रो के को बारेमा त वर्गीकरण पछि अब हामी कुरा गर्छौं सजीवहरूलाई 5 भागमा 5 वटा किङडममा कसरी डिभाइड गरिएको छ हैन। रोबर्ट एच विटेकरले यसको मेन बेसहरू पढ्छु भन्नुको अर्थ सजीवहरूलाई 5 भागमा डिभाइड गर्ने जुन आधारहरू छ त्यो आधारहरूको बारेमा हामी छलफल गर्नेछौं। कुरा बुझ्यो बुझेन? किनभने सुरुवात अवस्थामा कार्लस लिनियसले सजीवहरूलाई मात्रै कति भागमा त 2 भागमा मात्रै डिभाइड गरे थियो हैन। तर त्यो 2 भागमा डिभाइड जुन गर्नु भएको थियो वहाँ त्यसमा धेरै प्रकारका के थियो त त्रुटि देखा परेको थियो। जस्तै एककोषीय बहुकोषीय जीवहरूलाई एउटै ठाउँमा राखेको थियो हैन। प्रोकार्योटिक्स भन्नुको अर्थ सेलमा न्युक्लियस भएको नभएको जीवलाई पनि एउटै केमा त समूहमा राखिदिएको थियो। त्यस्तै बिरुवाहरूमा पनि हरितकण भएका र हरितकण नभएका बिरुवाहरूलाई पनि के त एकै ठाउँमा राखिदिएको, सबैलाई किङडम प्लान्टीमा राखिदिएको थियो। किनभने त्यसले मात्रै 2 वटा किङडममा सम्पूर्ण सजीवलाई मात्रै छुट्याएको थियो, एउटा किङडम एनिमल र एउटा किङडम प्लान्टी। त जति पनि जीवजन्तु थियो, जति पनि खास गरेर हामीहरूको किरादेखि लिएर कोषीय बहुकोषीय जति पनि हाम्रो खास गरेर यो बिरुवाहरू बाहेक जति पनि हाम्रो जनावरहरू थियो, माने बिरुवाको बाहेक जति पनि हाम्रो जीवहरू थियो त्यसलाई किङडम केमा त एनिमलियामा, र बाँकी जति पनि हामीहरूको बिरुवा अन्तर्गत पर्ने हरितकण भएको नभएको जति पनि हाम्रो बिरुवामा पर्ने जुन जीवहरू थियो त्यो किङडम प्लान्टीमा। तर यसलाई सूक्ष्म अध्ययन गर्दाखेरि हैन सम्पूर्ण सजीवहरूलाई सूक्ष्म अध्ययन यदि हामी गर्यौं भने त्यसमा पनि जस्तै बिरुवामा पनि थरी थरी प्रकारका गुण भएका बिरुवाहरू पाइन्छ। जनावरमा पनि हामीले देख्न सक्छौं त्यसमा पनि के छ जीव यो हाम्रो बिरुवा छोडेर जुन बाँकी जुन जनावरहरू छ त्यसमा पनि भिन्न प्रकारका विशिष्ट गुण भएका जीवहरू पाइन्छ, स्पेशल गुण भएका जीवहरू पाइन्छ। जस कारणले गर्दा के छ त त्योही स्पेशल गुणलाई के गरेर त लिएर रोबर्ट हार्डिङ विटेकरले के गरेछ त सम्पूर्ण सजीवलाई कति भागमा त यो 5 वटा किङडममा डिभाइड गरिएको छ। अब 5 वटा किङडममा कसरी डिभाइड गरिएको छ त्यो आधारका कुराहरू हामी बुझ्दै त्यो 5 वटा किङडममा डिभाइड त्यो 5 वटा किङडम के हो भन्ने कुरालाई पनि हामी बुझ्ने प्रयास गर्छौं। ठीक छ, त हामी हेर्न सक्छौं यहाँबाट अब जति पनि सजीवहरू छ त्यो सजीवलाई जति पनि हाम्रो सजीवहरू छ जसलाई अर्गानिजम भनेर कसरी कसरी डिभाइड गरेको छ त्यो कुरालाई हामी अब हेर्ने प्रयास गर्छौं। त पूर्ण सजीवलाई के भनेको छ त अर्गानिजम हैन, जसलाई हामी सजीव भन्न सक्छौं, जीव भन्न सक्छौं। अब यो अर्गानिजमलाई के गरेको छ त पहिले कोषलाई अध्ययन गर्दाखेरि जति पनि सजीवहरू छ त्यो सम्पूर्ण सजीवहरूको कोषलाई अध्ययन गर्दाखेरि कोषलाई सूक्ष्म अध्ययन गर्दाखेरि त्यसले कति प्रकारको त 2 प्रकारको कोष देखियो। यस्तो कोष देखियो सुरुमा जुन जीवहरूको के थियो त कोषमा न्युक्लियस प्रेजेन्ट थिएन। पुरै जति पनि जीवहरू छ त्यो सबै जीवमा केही यस्ता जीवहरू फेला परियो जुन जीवहरूको कोषमा न्युक्लियस प्रेजेन्ट थिएन। त कोषमा न्युक्लियस प्रेजेन्ट नहुनु भन्नुको अर्थ सबभन्दा कम विकसित जीव हुनु हैन। यो पृथ्वीको सबभन्दा कम विकसित जीव हामी त्यसलाई लिन सक्छौं जसको कोषमा न्युक्लियस हुँदैन हैन। कोषको सबभन्दा इम्पोर्टेन्ट पार्ट भनेको हाम्रो के हुन्छ त न्युक्लियस हुन्छ हैन। जस्तै हाम्रो बडीको सबभन्दा इम्पोर्टेन्ट पार्ट भनेको माइन्ड, इम्पोर्टेन्ट के भन्छौं कन्ट्रोल गर्ने पार्ट भनेको के हो त माइन्ड हो हैन। जस्तै हुन्छ नि कम्प्युटरमा सीपीयू ब्रेन अफ कम्प्युटर भनेर चिनिन्छ, त्यस्तै हाम्रो के त कोषमा पनि ब्रेन अफ द सेल भनेर चिन्ने पार्ट हाम्रो के हुन्छ त न्युक्लियस हुन्छ हो। त न्युक्लियस इम्पोर्टेन्ट पार्ट हुन्छ हाम्रो सेल्सको, किनकि यसले बाँकी पार्टहरूलाई के गरेको हुन्छ त संयोजन र नियन्त्रण गरेका हुन्छन्। हामी यो कुराहरू अघिल्लो क्लासमा पनि पढेकै छौं हैन। त यस्ता जीवहरू देखियो पूरै पृथ्वीमा यत्रो कम विकसित जीव जसको सेलमा न्युक्लियस थिएन। त सेलमा न्युक्लियस नभएको जति पनि जीवहरू थियो त्यो सम्पूर्ण जीवलाई एउटा किङडममा राखिदियो र त्यो जुन जीवहरू थियो नि त्यो जीवको सिङ्गो एउटा समूहको नाम पनि दियो
कुरा बुझेको होइन? यसमा के बुझ्नुपर्ने हुन्छ, सेलमा न्युक्लियस प्रेजेन्ट नभएको र सेलमा न्युक्लियस प्रेजेन्ट भएको, हैन? कोषमा न्युक्लियस भएको र कोषमा न्युक्लियस नभएको, हैन? त कोषमा ध्यान दिनुहोस्, कोषमा न्युक्लियस नभएको जीवको जुन समूहको नाम थियो जसलाई हामीहरू के त प्रोकार्योटिक्स भन्छौँ। कोषमा न्युक्लियस नभएको जति पनि जीवहरू छ त्यसलाई के भनिन्छ त प्रोकार्योटिक्स। र त्यो प्रोकार्योटिक्स अन्तर्गत पर्ने जति पनि सजीवहरू छ त्यो सम्पूर्ण सजीवलाई, सबै सजीवलाई के गरेको छ त एउटा छुट्टै किङडम दिइहालेको छ, जुन किङडमको नाम के छ त मोनेरा। के हो त मोनेरा। त सबभन्दा पहिले कोषमा न्युक्लियस नभएको, हैन? यसरी हामी बुझ्न सक्छौँ, कोषमा के त न्युक्लियस, हैन, नभएको जीव। त कोषमा न्युक्लियस नभएको जीवलाई के भनिन्छ त प्रोकार्योटिक्स। के भने त प्रोकार्योटिक्स। र प्रोकार्योटिक्स अन्तर्गत जति पनि जीवहरू छ त्यो सम्पूर्ण जीवलाई के त किङडम, केमा त किङडम मोनेरा अन्तर्गत राखिएको छ। तिमीलाई सोध्छ अब कस्ता प्रकारका जीवहरू किङडम मोनेरा अन्तर्गत पर्छ, त हामी सजिलोसँग भन्न सक्छौँ हो कोषमा न्युक्लियस नभएका प्रोकार्योटिक्स, जसलाई हामी के भन्छ त प्रोकार्योटिक्स, हैन? यिनीहरूलाई युनिसेलुलर पनि भनेको छ। माने उनीहरू पनि कस्तो छ त एककोषीय नै छ, धेरै कम विकसित छ। एककोषीय भए पनि के छ त सेलमा न्युक्लियस छैन। ल अब हामी यस्ता प्रकारका जीव अब एक तरफ त छुट्याइदियो कि सेलमा न्युक्लियस नभएको सबैलाई त किङडम एनिमेलियामा राखिदियो, सरी एनिमेलिया भन्छौँ, किङडम मोनेरामा त राखिदियो। अब बाँकी जति पनि जीव यता फेला पर्यो, हैन, जसको सेलमा न्युक्लियस थियो, यसलाई छोडेर, यसलाई अब हटाएर अब बाँकी जति पनि यता जीव छ त्यो सबै जीवमा के छ त सेलमा न्युक्लियस छ। त सेलमा न्युक्लियस भएको जीव जुन हुन्छ, जसको सेलमा न्युक्लियस हुन्छ, त्यस्ता प्रकारका जीवलाई हामी, जस्तै सेलमा न्युक्लियस नभएको जीवलाई के भन्छ त प्रोकार्योटिक्स भनिन्छ। त्यस्तै सेलमा न्युक्लियस प्रेजेन्ट भएको जीवलाई के भने त युकार्योटिक। त याद राख्ने, कोषमा के त कोषमा न्युक्लियस भएको के त जीव, यसलाई के भन्छ त युकार्योटिक्स। याद राख्नु, यो भयो हाम्रो के त प्रोकार्योटिक्स र यो भयो युकार्योटिक्स। हामीहरू कता पर्छौँ, प्रोकार्योटिक्स भित्र कि युकार्योटिक्स भित्र हो? हामीहरू कस्ता प्रकारका कोष छ हामीहरूको त युकार्योटिक्स, कोषमा न्युक्लियस भएको, ठिक छ। अब यसमा पनि अझै सूक्ष्म अध्ययन गरियो। कसले त कसले रोबर्ट एच विटेकर, हैन? अब यसमा यसले अध्ययन गर्दाखेरि अब यो त यहाँ सीमित भयो, योभन्दा त अगाडि गएन। तर यसलाई अझै अध्ययन गर्दाखेरि यसले के पायो त कोषमा न्युक्लियस भएका जीवहरूमा पनि दुई किसिमको जीव फेला पारियो। अब दुई किसिमका जीव कुन कुन जीवहरू? एउटा यस्तो जीव थियो जसको पुरै बडी एउटै सेलबाट बनेको थियो। एउटा यस्तो जीव जसको पुरै शरीर कतिवटा सेलबाट बनेको छ? एउटै सेलबाट बनेको। र बाँकी एउटै सेलबाट बनेको जुन थियो त्यसको बाहेक बाँकी जति पनि जीव थियो त्यो तिनीहरूको शरीर के त एक भन्दा बढी सेलबाट बनेको। अर्थात् युकार्योटिक्समा अब कति प्रकारको त? दुई प्रकार, एउटा एककोषीय र एउटा बहुकोषीय। कुरा बुझ्यो? अब यसमा पनि कति प्रकारको जीवहरू देखा पर्यो त? दुई प्रकारको। यसमा पनि अब कति प्रकारको त? दुई प्रकारको। अहिले नबोल्न, दुई प्रकारको देखा पर्यो, एउटा के त एककोषीय र एउटा बहुकोषीय। त युकार्योटिक्समा जति पनि एककोषीय जीव थियो नि त्यो एककोषीय जीवलाई किङडम प्रोटिस्टामा राखिएको छ। कुरा बुझेको बुझेन? हाम्रो युकार्योटिक्समा त हामीहरू पनि पर्छौँ त, हामी प्रोटिस्टामा पर्ने? हामी त अलग केटागोरीका छौँ नि। अब अझै डिभाइड हुन्छ, अझै त्यसलाई सूक्ष्म अध्ययन गर्दाखेरि हामीहरू आउँछौँ त्यसमा। माने जनावरहरू आउँछ हाम्रो के त एनिमल्सहरू यसमा पर्छ। पहिले हामी के त युकार्योटिक्समा पनि एककोषीय र बहुकोषीय। त्यो युकार्योटिक्समा एककोषीय, युकार्योटिक्समा सेलमा न्युक्लियस भएका एककोषीय जीवहरू अर्थात् कस्ता त? एक
कोशीय जीव हैन, एक कोशीय के त यसलाई हामी युनिसेलुलर भन्ने के भने त युनिसेलुलर। अब कोषमा न्युक्लियस भएका एककोशीय जीवलाई छुट्टै किङडम दियो, किनकि जति पनि हाम्रो एककोशीय जीवहरू छ युक्यारियोटिक्समा पनि एककोशीय जीव छ, तिनीहरूलाई एउटा छुट्टै के दियो त किङडम दियो। त्यो सबै केलाई त सजीवलाई के त किङडम, एउटा किङडम दियो जसको नाम के हुन गयो त किङडम प्रोटिस्टा। कुरा बुझ्यो के त किङडम प्रोटिस्टा। ल किङडम प्रोटिस्टा दुईटा हामी किङडम छुट्याइहाल्यो हैन, एउटा किङडम मोनेरा र एउटा किङडम प्रोटिस्टा। अब यता हाम्रो अब यता कस्ता प्रकारका जीवहरू पर्छ त बहुकोशीय। एककोशीय जति पनि जीवहरू छ त कहाँ आइहाल्यो त किङडम प्रोटिस्टामा। अब यता कस्तो प्रकारको सेल त बहुकोशीय सेल हैन। अब हामी कुरा गर्छौं बहुकोशीय जीव, चाहे बहुकोशीय जीवको जुन सेल छ बहुकोशीय सेलको कुरा हामी भन्न सक्छौं। त अब बहुकोशीयमालाई पनि अब यसले अझै अध्ययन गर्यो। यो त यहाँ आएर समाप्त भयो हैन, प्रोटिस्टामा जति पनि हाम्रो एककोशीय जीवहरू छ। त्यसपछि अब कुरा गर्छौं हामी के त बहुकोशीय, जसलाई मल्टिसेलुलर भन्ने हैन, के भने त मल्टिसेलुलर। ठीक छ, मल्टिसेलुलर जीवमा अब यसले के देख्यो भने त्यसको कोषलाई अझै अध्ययन गर्यो भने बहुकोशीयमा पनि के देखियो भने केही यस्ता प्रकारका सेल थियो जसको सेलमा कोषभित्र प्रेजेन्ट थियो। सेलमा कोषभित्र प्रेजेन्ट हुने, जस्तै हामीहरू पढेको छु सानो क्लासमा कि एनिमेलियाहरू हुन्छ, एनिमल्स जति पनि हाम्रो जनावरहरू हुन्छ तिनीहरूको कोषमा कोषभित्र हुँदैन, तर जति पनि हाम्रो प्लान्टहरू हुन्छ बिरुवाहरू हुन्छ त्यो सम्पूर्ण बिरुवाहरूको कोषमा के हुन्छ त कोषभित्र हुन्छ। त अब बहुकोशीयमा पनि यसले के देख्यो त यस्ता जीवहरू देखियो जसको कोषमा कोषभित्र प्रेजेन्ट हुने र कसै कसैको कोषमा कोषभित्र प्रेजेन्ट नहुने। त अब यो यसलाई पनि कति भागमा डिभाइड गर्यो त दुई भागमा हैन। के देख्यो त्यसले कोषमा कोषभित्र प्रेजेन्ट हुने र कोषमा कोषभित्र प्रेजेन्ट नहुने। अब यसलाई पनि दुई भागमा डिभाइड गरिदियो। त एउटा कस्ता प्रकारका जीव देखा पर्यो त कोषमा कोषभित्र हुने हैन, कोषमा कोषभित्र हैन, कोषमा कोषभित्र हुने मतलब कोषलाई कोषभित्रले के गरेको त घेरिएको। त कोषमा कोषभित्र भएको जति पनि जीवहरू थियो त्यसलाई एक साइड र कोषमा कोषभित्र नभएको जीवलाई फेरि अर्को साइडमा राखियो। कुरा बुझेको बुझेन? ल अब कोषमा कोषभित्र, कोषमा कोषभित्र के त न भएको। ल सेलमा विदाउट सेल वाल र यसमा यो विथ सेल वाल। त कोषमा कोषभित्र भएका जुन जीवहरू छ हैन, कोषमा जुन कोषमा हैन, तिमीहरू गडबडाइदियो भा नभएको र कोषमा कोषभित्र भएको दुई किसिमले बाँडिदियो। त जति पनि बहुकोशीय खास गरेर हामी कुरा गर्न सक्छौं जसको कोषमा कोषभित्र थियो त्यस्ता जीवहरूलाई एक ठाउँमा र कोषमा कोषभित्र नहुने, त कोषमा कोषभित्र नभएको जुन जीव थियो त्यसलाई एउटा छुट्टै किङडममा डिभाइड गरिदियो। त कोषमा कोषभित्र नभएको जीवलाई के त किङडम के त भन्छ किङडम एनिमेलिया केमा राखिदियो त किङडम एनिमेलियामा। र अब यसलाई पनि कति भागमा त कोषमा कोषभित्र भएको पनि जति पनि हाम्रो जीवहरू थियो नि त्यसमा पनि दुई किसिमको देखियो। कोषमा त कोषभित्र हुने तर केही यस्ता प्रकारका बिरुवा देखियो कोषभित्र भए त, किनकि जब कोषभित्र हुन्छ त सबै त त्यहाँ त बिरुवा आइहाल्छ, तर त्यो बिरुवामा पनि दुई किसिमको देखियो। कोषभित्र भएर पनि कुनै कुनैमा के त क्लोरोफिल पाइने र कुनै कुनैमा क्लोरोफिल नपाइने, अर्थात् कुनै कुनै के त हरितकण र कुनै भएको र कुनै कुनै हरितकण नभएको, अर्थात् कुनै कुनै हाम्रो स्वपोषित र कुनै कुनै परपोषित, कुनै कुनैले आफ्नो खाना आफै बनाउन सक्ने र कुनै कुनैले आफ्नो खाना आफै बनाउन नसक्ने।
कुरा बुझेको होइन त यस प्रकारले कोषमा कोषभित्र भएको जीवहरूमा पनि कति प्रकारको देख्यो त दुई प्रकारको एउटा के देखियो भने कि आफ्नो खाना आफै बनाउन सक्ने अर्थात के त ग्रीन प्लान्ट एउटा देखियो नन ग्रीन प्लान्ट त जसले आफ्नो खाना आफै बनाउन सक्छ हैन त्यस्ता प्रकारको जति पनि बिरुवाहरू थियो नि त्यो सम्पूर्ण बिरुवालाई कहाँ राखिदियो त किङडम प्लान्टीमा र यस्ता पनि बिरुवा देखियो जुन बिरुवाले आफ्नो खाना आफै बनाउन सक्दैन जसलाई हामी परपोषित भन्छौं जसको सेलमा क्लोरोफिल प्रेजेन्ट हुँदैन यस्ता प्रकारका जीवलाई कहाँ राखिदियो त किङडम फन्जाइमा त यहाँ हामी के भन्न सक्छौं त हरितकण भएको नभएको र हरितकण भएको यहाँ दुई किसिमले माने कोषमा कोषभित्र भएको जीवलाई पनि कति किसिमले त दुई किसिमले डिभाइड गरियो एउटा के त हरितकण भएको एउटा के त हरितकण ल हल्ला नगर एउटा हरितकण भएको ग्रीन प्लान्ट र एउटा के थियो त हरितकण के त नभएको यस प्रकारले हामी कति भागमा यसलाई डिभाइड गर्यो त दुई भागमा त हरितकण भएको जति पनि बिरुवाहरू थियो त्यो सम्पूर्ण बिरुवाको एउटा छुट्टै किङडम दियो हैन जुन किङडमको नाम के हुन गयो त किङडम प्लान्टी हैन किङडम प्लान्टी र हरितकण नभएका जति पनि बिरुवाहरू थियो जसलाई के नाम दिन गयो त किङडम फन्जाई कुरा बुझेको होइन तर एउटा कुरा म तिमीहरूलाई के अवगत गराउन चाहन्छु अलि ध्यान दिएर सुन्नुपर्ने कुरा छ यहाँ अब हामी यहाँ त यो के त हाम्रो किङडम प्रोटिस्टामा त भन्छ एकोसे जीवहरू पर्छ तर केही बिरुवाहरूमा पनि हामी कुरा गर्छु पछि गएर जस्तै म हरितकण भएका बिरुवाहरूमा पनि केही यस्ता बिरुवाहरू छन् त्यो बिरुवाहरू के छ त एकोशीय छ कुरा बुझेको होइन केही यस्ता बिरुवाहरू छन् जुन बिरुवाहरू के छ त हाम्रो एकोशीय छ केही जनावरहरूमा पनि किङडम एनिमलियामा पनि केही यस्ता प्रकारका जीवहरू छ जुन एकोशीय छ त एउटा दुटा हाम्रो बादमा आउँछ किनकि केही गुणहरू अब हामी तिनीहरूलाई पनि यही राखिदिन्छौँ जुन हाम्रो यहाँ जुन एकोशीय पर्छ के त प्लान्टीमा अथवा किङडम एनिमलियामा त्यसलाई हामी यहाँ राखेछौँ किनकि एकोशीय भएर पनि एनिमलियामा पर्ने गुणहरू त्यससँग मिल्दोजुल्दो छ त्यही भएर त्यसलाई कहाँ राखेछौँ हामी कुनै कुनैलाई किङडम एनिमलियामा जस्तै हामी किङडम प्लान्टीको कुरा गर्छौँ त यसमा पनि केही यस्ता जीवहरू फेला पर्छ जहाँ के हुन्छ एकोशीय हुन्छ त यसको मतलब के एकोशीय भएर पनि केही न केही गुण के त हाम्रो कोसँग त हरितकण भएको बिरुवासँग मिल्छ त्यस कारणले गर्दा त्यसलाई राखेछ तर मेनली जुन हाम्रो एकोशीय जीवहरू छ त्यसलाई कहाँ राखिएको छ त किङडम प्रोटिस्टामा कुरा बुझ्नु होइन मेनली हाम्रो जुन खास गरेर जुन एकोशीय जीवहरू छ त्यसलाई कहाँ राखेछ किङडम प्रोटिस्टामा त अब खास गरेर हामी यो चार्टलाई राम्रोसँग बुझेछौँ अनि यसमा के त रोबर्ट एच हुटेकरले कसरी 5 भागमा डिभाइड गर्यो भन्ने कुरा पनि हामी राम्रोसँग बुझ्यौँ एकचोटि म फेरि तिमीलाई यसलाई म सम्झाउन चाहन्छु ल जति पनि सजीवहरू छ त्यो सजीवहरू मध्ये हाम्रो खास गरेर सेलमा न्युक्लियस भएका जीव जसलाई हामी प्रोकार्योटिक्स भन्छौँ त्यसलाई कहाँ राखेछ त हाम्रो किङडम मोनेरामा कोषमा न्युक्लियस भएका जीवलाई हामी युक्यारियोटिक्स भन्छौँ यो युक्यारियोटिक्समा दुई प्रकारको कोष देखियो एउटा एकोशीय र एउटा बहुकोशीय जीव र एकोशीय जति पनि यो एकोशीय जीवहरू छ त्यो सम्पूर्ण एकोशीय जीवलाई कहाँ राखेछ त किङडम हाम्रो प्रोटिस्टामा र बहुकोशीयलाई फेरि दुई भागमा डिभाइड गरेको छ कोषमा कोषभित्र हुने र कोषमा कोषभित्र नहुने त कोषमा कोषभित्र नभएको जति पनि सजीवहरू छ त्यसलाई किङडम केमा त एनिमलियामा र कोषमा कोषभित्र हुनेमा पनि दुई किसिमको देखा पर्यो एउटा ग्रीन प्लान्ट र एउटा नन ग्रीन हैन त ग्रीन जति पनि ग्रीन प्लान्ट थियो त्यो सम्पूर्ण ग्रीन प्लान्टलाई किङडम प्लान्टीमा र जति पनि हाम्रो नन ग्रीन प्लान्ट छ त्यसलाई केमा राखेको छ त फन्जाइमा यस प्रकारले अब यो कसरी डिभाइड भएको छ भन्ने कुरा हामी बुझ्न सक्छौँ एक्जाम्पलको रूपमा तिमीहरूलाई म भन्न सक्छु जस्तै किङडम मोनेरा सुन ध्यान दिएर किङडम मोनेरामा जति पनि प्रकारका के त हाम्रो ब्याक्टेरियाहरू छ हैन जति पनि प्रकारका के त ब्याक्टेरियाहरू छ त्यो सबै ब्याक्टेरिया यसमा आइहाल्छ त्यसपछि हाम्रो किङडम के त प्रोटिस्टामा यसमा के आउन सक्छ त अम्बिमा आउन सकिन्छ प्राग्मेसियमहरू आउन सकिन्छ के त युग्लिनाहरू एकोशीय जीवहरू खास गरेर आउन सकिन्छ त्यस्तै हामी कुरा गर्छौँ के त हाम्रो यहाँ कोषभित्र हुने खास गरेर हरितकण भएका जुन हाम्रो जति पनि ग्रीन प्लान्ट छ सबै आइहाल्छ यसमा फन्जाइमा खास गरेर हामीहरूको नन ग्रीन जस्तै ढुस्सी भयो च्याउ भयो इस्ट भयो यो कुराहरू यसमा आउँछ
त्यसपछि एनिमेलियामा तिमीहरूलाई थाहै छ डाँड भएको र डाँड नभएको जति पनि जीवहरू छ, जसमा कुकुर बिलारो लगायत जति पनि सजीवहरू छ, सजीवमा हाम्रो एनिमल्सहरू छ, त्यो कहाँ आइहाल्छ त हाम्रो किङडम एनिमेलियामा आइहाल्छ। ल यतिसम्म कुनै डाउट छ तिमीहरूलाई? हो त यस प्रकारले हामी यो चार्टलाई राम्ररी बुझेका छौँ र अब के छ हाम्रो दिएको त यो त खास गरेर हाम्रो 9वीं क्लासका कुराहरू थियो होइन। अब मेनली कुरा हामीलाई के बुझ्नुपर्ने हुन्छ भने हामीलाई जुन 10 क्लासमा पढ्नुपर्ने कुरा छ 2वटा किङडम, किनकि हामी के त किङडम मोनेरा, किङडम प्रोटिस्टा र किङडम फन्जाई हामीले पढिसकेछौँ। हामीलाई 10 क्लासमा मात्रै 2वटा कुरा पढ्नु छ, 2वटा किङडम पढ्नु छ। एउटा के त किङडम के त प्लान्टी होइन, एउटा किङडम प्लान्टी र दोस्रो नम्बरमा किङडम एनिमेलिया पढ्नुपर्ने हुन्छ। कुरा बुझ्यो बुझेन? त यस प्रकारले यो 2वटा किङडम मात्रै हामीलाई पढ्नुपर्ने हुन्छ र बाँकी जुन हाम्रो छ होइन, जुन हामी पढिसकेका छौँ, अब हामी कुरा गर्छौँ के को बारेमा त किङडम प्लान्टी होइन। किङडम प्लान्टीलाई कतिवटा के त डिभिजनमा, कतिवटा सब डिभिजनमा, त्यसलाई कसरी फेरि क्लासमा डिभाइड गरेको छ, यो सबै कुराहरूको बारेमा हामी अब विस्तारमा छलफल गर्नेछौँ। कुरा बुझ्यो? ल अब ध्यान दिएर सुन्ने। सबभन्दा पहिले हामीलाई अल्गी किङडम जुन हाम्रो के छ त प्लान्टी छ, त किङडम प्लान्टीलाई जम्मा 3वटा डिभिजनमा छुट्याएको छ। अब किङडम प्लान्टीमा सम्पूर्ण कस्ता प्रकारका जीवहरू पर्छ त, कस्ता प्रकारका बिरुवाहरू त ग्रीन प्लान्ट। जति पनि हामीहरूको हरियो वनस्पति छ त्यो सम्पूर्ण हरियो वनस्पतिहरू कहाँ पर्छ त हाम्रो किङडम प्लान्टीमा। तर अब हरियो वनस्पतिमा पनि केही न केही एकअर्कामा केही न केही फरक गुण होला। त जसरी के छ त एकअर्कामा फरक गुणहरू छ, त्यो फरक गुणको आधारमा के गर्छ त पहिले त्यसलाई डिभिजनमा डिभाइड गरेको छ र त्यो डिभिजनमा पनि फेरि अझै के छ त तिनीहरूमा के छ त केही न केही फरक हुन्छ, त्यसलाई सब डिभिजनमा के गरेको छ त डिभाइड गरेको छ र लास्टली केही बिरुवाहरूलाई के त क्लासमा डिभाइड गर्दै हाम्रो यो के त यो किङडम प्लान्टीको कहानी खतम हुन्छ। कुरा बुझ्यो? त अब किङडम प्लान्टीमा हामीलाई के बुझ्नुपर्ने हुन्छ त जम्मा कतिवटा पहिले त 3वटा, कतिवटा त 3वटा हामीलाई के पढ्नुपर्ने हुन्छ त डिभिजन। त सबभन्दा पहिले किङडम प्लान्टीमा कुन डिभिजन छ त? एउटा छ अल्गी, ब्रायोफाइटा अनि एउटा के छ त ट्राकियोफाइटा। 3वटा छ ट्राकियोफाइटा होला होइन। त अब हामी 3वटा पहिले के त डिभिजनको बारेमा पढ्ने छौँ। ल त सबभन्दा पहिले अब हामी टेरिडोफाइटा छ कि ट्राकियोफाइटा? ट्राकियो होला। ट्राकियोफाइटाको होला 3वटा, ट्राकियोफाइटाको होला 3वटा होइन। जिम्नोस्पर्म एन्ड सरी के भन्छ त्यसलाई ल सुन ध्यान दिएर हामी यसरी बुझ्छौँ। हाम्रो किङडम प्लान्टी जुन छ त्यो किङडम प्लान्टीलाई जम्मा कतिवटा त 3वटा डिभिजनमा अल्गी, ब्रायोफाइटा र ट्राकियोफाइटा। र ट्राकियोफाइटालाई फेरि 3 भागमा टेरिडोफाइटा, जिम्नोस्पर्म र एन्जियोस्पर्म गरेर के गरेछ त 3 भागमा फेरि दिएको छ। त अब हामी कुरा गरौँ हामी के को बारेमा त हाम्रो यो डिभिजन मतलब किङडम के त किङडम प्लान्टीको जम्मा कतिवटा डिभिजन छ त 3वटा डिभिजन छ। ध्यान दिएर सुन्ने। अब किङडम प्लान्टीलाई जम्मा कतिवटा डिभिजनमा त 3वटा डिभिजनमा छुट्याएको छ। ठिक छ? अब 3वटा डिभिजनहरू मध्ये हामी सबभन्दा पहिले कुरा गर्छौँ के को बारेमा त अल्गीको बारेमा। ठिक छ? यसमा अल्गी छ, ब्रायोफाइटा छ र ट्राकियोफाइटा छ। के छ त हाम्रो अल्गी हो, त्यसपछि के हो त हाम्रो ब्रायोफाइटा हो, त्यसपछि हाम्रो के हो त ट्राकियोफाइटा। त हामी सबभन्दा पहिले के को बारेमा छलफल गर्छौँ त अल्गीको बारेमा होइन। ल अल्गी के हो यो कुरालाई बुझ्नको लागि अब हामी यसका विशेष कुरालाई बुझ्ने प्रयास गर्छौँ। बिरुवाहरूमा जति पनि हामीहरूको ग्रीन प्लान्ट छ, जति पनि हरितकण बिरुवाहरू छ, त्यो हरितकण बिरुवाहरूमा सबैभन्दा कम विकसित जुन हाम्रो बिरुवाहरू छ त्यो कहाँ पर्छ त हाम्रो अल्गी अन्तर्गत पर्छ। कुरा बुझेको छैन? यसमा पर्ने बिरुवाहरू यो अल्गीलाई हामी अर्को नामले पनि चिन्छौँ। जस्तो यसको नाम छ ब्रायोफाइटा र यसको नाम छ ट्राकियोफाइटा। त यसको नाम छ थाइलोफाइटा।
यसको अर्को नाम के हो त थाइलोफाइटा। अब यसको नाम थाइलोफाइटा किन हुन गयो यसको बारेमा पनि म तिमीलाई भन्छु। त पहिले अल्गीको बारेमा बुझ्ने प्रयास गरौ। अल्गी अन्तर्गत पर्ने जति पनि बिरुवाहरू छ त्यो बिरुवाहरू के छ त केही एककोषीय बिरुवाहरू पनि छ त केही बहुकोषीय छन् र यसरी बुझ कि बिरुवाहरूमा सबैभन्दा कम विकसित जुन ग्रीन प्लान्ट छ त हाम्रो कहाँ पर्छ त किङडम भन्छ यो डिभिजन के त अल्गी अन्तर्गत पर्ने गर्छ। यसमा पर्ने बिरुवाहरू के हुन्छ त थालस नेचरका हुन्छन्। अब यो थालस के हो यसको बारेमा बुझ्ने प्रयास गर्छौँ। यसमा पर्ने जुन हाम्रो बिरुवा हुन्छ त्यो कस्तो नेचरका हुन्छ त थालस। यो थालसको मतलब हुन्छ जुन बिरुवाको जरा काण्ड पात राम्ररी छुटिएका हुँदैन। जुन बिरुवाहरूमा के हुन्छ त जरा काण्ड पात राम्ररी छुटिएका हुँदैन। त के त हामी बुझ्नुपर्ने हुन्छ जरा काण्ड पात नछुटिएका जुन हामी जस्तै हामी पढ्थ्यौँ नि 9 क्लासमा या छ तिमीहरूलाई थ्यालोइड च्याउमा पढेको नि थ्यालोइड जरा काण्ड पात नछुटिएकोलाई हामी थ्यालोइड भन्छौँ। हो त्यस्तै प्रकारले बुझ्ने। त थालस नेचरका हुन्छन् अनि यही थालस नेचर यसमा भएका जुन बिरुवाहरू छ खास गरेर थालसै नेचर भएको कारणले गर्दा यसलाई थाइलोफाइटा पनि भनेको छ। के भनेको छ त थाइलोफाइटा। जस्तै यो ब्रायोफाइटा यो ट्राकियोफाइटा जुन छ नि त्यस्तै यसलाई के त थाइलोफाइटा पनि भनिन्छ। त अब यसमा पर्ने बिरुवाहरूका के कस्ता लक्षण हुन्छ अथवा यसमा के कस्ता प्रकारका बिरुवाहरू पर्छ यो सबै कुरा हामी हेर्छौँ। अब तिमीहरूको बुकमा केही फिगरहरू पनि दिएको छ र केही लक्षणहरू पनि दिएको छ। हामी सबैको बारेमा एक एक गरेर बुझ्ने प्रयास गर्छौँ। ल अब तिमीहरू हेर्न सक्छ यहाँ हाम्रो के त अल्गी अन्तर्गत पर्ने केही बिरुवाहरूको विशेषतालाई पनि हेर्छौँ। जस्तै हामीहरूलाई स्पाइरोगेरा भल्भक्स र फ्युकसहरू दिएको छ। एकदमै सूक्ष्म जीव यो बिरुवाहरू छ। यसमा केही एककोषीय छ त केही के छ त हाम्रो बहुकोषीय छ। अब खास गरेर हामीहरू यो कस्ता ठाउँमा पाइने गर्छौँ तिमीहरू जस्तै यहाँ पोखरी छ नि हाम्रो साइड यो स्कुलको साइडमा पोखरी होइन जहाँ खास गरी धमिलो पानी हुन्छ त्यो पोखरीबाट जब हामी पानी ल्याउँछौँ भरेर अनि त्यसलाई हामी कुनै सिसामा राख्छौँ त त्यसमा ससाना हाम्रो हरियो टाइपको बिरुवाहरू देखिन्छ होइन देख्न सक्छौ तिमीहरू हो जसलाई हामी कदई भन्छौँ नि कदई हो त्यस्ता प्रकारका बिरुवाहरू एकदम सूक्ष्म बिरुवाहरू हाम्रो केमा त डिभिजन के त अल्गी अन्तर्गत पर्नेछ। अब यस्ता प्रकारका बिरुवाहरूमा के कस्ता प्रकारका लक्षण हुन्छ त्यो पनि हामी हेर्ने प्रयास गर्छौँ। अब तिमीहरूको बुकमा पनि एउटा क्रियाकलाप दिएको छ सेम भन्छ कि अल्गीको विशेषतालाई पहिचान गर्नको लागि पहिला हामी के गर्नुपर्ने हुन्छ एउटा क्रियाकलाप गर्नुपर्ने हुन्छ। हेर्न सक्छौ तिमीहरू अल्गीको विशेषताको पहिचान गर्नको लागि जस्तै एउटा बोतल लिहाल ड्रपर बुझ्छ नि ड्रपरले जस्तै बच्चाहरूलाई ड्रपरबाट के हुन्छ त कहिले काहीँ दबाई खुवाइरहेको हुन्छ होइन ड्रप त्यसलाई हामी माथि हो त्यस्तै टाइपको हुन्छ हामी त्यसलाई दबाउँछौँ त त्यसमा भित्र पानी जान्छ अनि छोड्दाखेरि फेरि बाहिर आइहाल्छ पानी हो ड्रपर। त्यसपछि ग्लास स्लाइड लिहाल्ने सिसा भयो। त्यसपछि हामी कभर स्लिप। अब यसलाई बुझ्नको लागि यसको बारेमा राम्रोसँग बुझ्नको लागि हामीले के गर्नुपर्ने हुन्छ त अब त्यस्ता सूक्ष्म बिरुवाहरूलाई अवलोकन गर्दाखेरि के गर्नुपर्ने हुन्छ हामीलाई त्यत्रो हाम्रो नाङ्गा आँखालाई त देख्न सक्दैनौँ। यस कारणले गर्दा यसलाई हामी के को थ्रु त माइक्रोस्कोपको थ्रु के गर्नुपर्ने हुन्छ त हेर्नुपर्ने हुन्छ। अब यो बिरुवाहरू कस्तो हुन्छ यसका लक्षणहरू के हुन्छ भन्ने कुरालाई प्रत्यक्ष रूपमा हेर्नको लागि हामीलाई सेम त्यही प्रोसेस अपनाउनु पर्ने हुन्छ। त्यसपछि हामी के गर्ने त अब हेर्नको लागि अवलोकन गर्नको लागि हामीलाई कभर स्लिप चाहियो। मतलब जुन बिरुवालाई हामी हेर्न चाहन्छौँ त्यसलाई एउटा कभर स्लिप हुन्छ स्लाइड टाइपको हुन्छ त्यसमा हामी राखिदिने माथिबाट कभर लगाइदिने र त्यसपछि हामी के गर्छौँ त विशेष रूपमा यो माइक्रोस्कोपको सतहले हेर्दाखेरि त्यसमा भिन्न प्रकारका हामी त्यसका विशेषतालाई पहिचान गर्न सक्छौँ। ठिक छ सूक्ष्मदर्शक यन्त्र चाहियो। अब नजिकको पोखरीमा ओसिलो ठाउँमा पानी सहितको के त अल्गी बोतलमा सङ्कलन गर्नको लागि भन्छ। अल्गी भनेको त्यही त्यसभित्र पानीको साथ जस्तै हाम्रो गाउँघरमा कदई हुन्छ नि त्यसलाई लिएर आउने त्यसलाई के भन्छ ड्रपरको सहायताले बोतललाई एक थोपा पानी सहित अल्गीलाई स्लाइडमा राख्ने माने पानी जसरी हामी राख्छौँ नि त पानी त्यहाँबाट हटिहाल्छ अनि त्यसमा भएको जुन अल्गी हो त्यो के हुन्छ त भने लेउ टाइपको जुन हाम्रो हुन्छ नि कदई होइन त्यो त्यहाँ रहिहाल्छ। त्यसलाई के गर्ने त बिस्तारै अब त्यसलाई पानीलाई हटाइदिने र त्यसपछि हाम्रो एउटा कभर स्लिप हुन्छ जसबाट त्यो कभर स्लिपमा त्यसलाई राखेर त्यसलाई बन्द गर्छौँ अनि त्यसपछि के त माइक्रोस्कोपको सहायताले त्यसलाई हामी सजिलोसँग देख्न सक्छौँ। यस प्रकारले अल्गी राखेको भागलाई कभर स्लिपले छोप्ने त्यसपछि छोपिसकेपछि सूक्ष्मदर्शक यन्त्रको सहायताले स्लाइडमा रहेको अल्गीको अवलोकन गर्ने अनि अवलोकन गरिसकेपछि अब के कस्ता प्रकारको तिमी त्यसमा फिगर तिमीलाई देखायो कुन भागहरू देखायो तिमीलाई भन्छ कापीमा कोर्नको लागि अनि त्यसपछि यसको विशेषताहरू के हुन्छ भन्ने कुरालाई हामीलाई पहिचान गर्नको लागि भन्छ। त याद राख्ने खास गरेर यस्ता प्रकारका बिरुवाहरूमा के कस्ता प्रकारका नेचरहरू पाइन्छ तिमीलाई भनेको थियो। यसमा पाइने जुन हाम्रो बिरुवाहरू छ जुन कस्तो नेचरका हुन्छ त खास गरेर थालस नेचरको हुन्छ। यिनीहरूमा के हुन्छ त जरा कानपात राम्ररी छुटिएका हुँदैन। ठिक छ अब यो बिरुवाहरूमा खास गरेर जुन के हुन्छ त बढीभन्दा बढी बिरुवाहरू के हुन्छ त एककोषीय हुन्छ एकदम
पूरी शरीर कतिवटा सेलबाट त एउटा सेलबाट बनेको हुन्छ। अब यसमा पढ्ने जति पनि बिरुवाहरू छ त्यसका के कस्ता प्रकारका विशेषताहरू हुन सक्छ यसलाई पनि हामी हेर्ने प्रयास गर्छौं। अब याद राख्ने यसमा अब जति पनि हाम्रो यो त किङडम प्लान्टी अन्तर्गत पर्छ, त किङडम प्लान्टी अन्तर्गत पर्ने बित्तिकै यो कस्ता प्रकारको हरितकण हो कि हरितकण नभएका बिरुवा हो। जसरी हरितकण भएका बिरुवा त पानीमा होस्, जमिनमा होस्, हावामा होस्, जहाँ होस् यसले के गर्छ आफ्नो खाना आफै बनाउँछ। भन्नुको तिनीहरूमा के हुन्छ त क्लोरोफिलको विकास भएको हुन्छ। यिनीहरूमा के हुन्छ त क्लोरोफिलको विकास भएको हुन्छ। त्यसपछि यिनीहरू के हुन्छ त खाना स्टार्चको रूपमा खाना जम्मा गर्छ। तिमीहरू पढेकै छौ हैन, हरितकण बिरुवाहरू के रूपमा खाना जम्मा गरेको हुन्छ स्टोर त स्टार्चको रूपमा। त्यसपछि याद राख्ने कोष जुन कोष भित्ता हुन्छ नि, यिनीहरूमा कोष भित्ता हुन्छ कि हुँदैन भन्छ? कोष भित्ता यिनीहरूमा अल्गी अन्तर्गत पर्ने बिरुवाहरूमा कोष भित्ता हुन्छ कि हुँदैन? हामी पढेकै छौँ किङडम प्लान्टीमा पढ्ने जति पनि बिरुवा छ त्यसमा कोष भित्ता भएको। त यिनीहरूको कोष भित्ता जुन केबाट बनेको हुन्छ त्यो याद राख्ने। सेलुलोज जुन पार्टबाट बनेको हुन्छ त्यसलाई हामी के भन्छ त सेलुलोज भन्ने। केबाट बनेको हुन्छ त सेलुलोज। र यिनीहरू मैथनिक र अमैथनिक दुवै प्रक्रियाबाट प्रजनन गर्छ। अब यो मैथनिक अमैथनिक पनि बुझ्नुपर्ने हुन्छ। ल तिमीहरूलाई थाहा छ मैथनिक अमैथनिक हो? एउटा हुन्छ हामीहरूको, म तिमीहरूलाई यसको बारेमा थोरै भन्न चाहन्छु, मैथुनिक र एउटा हुन्छ हाम्रो ल यो मैथनिक र अमैथनिक के हो भन्ने कुरालाई म बुझाउन चाहन्छु। खास गरेर तिमीहरूले यो कुराहरू म आइटी क्लासमा पनि पढाइदिएछु। ल मैथनिक र अमैथनिक ध्यान दिएर सुन। मैथनिकको अर्थ के हुन्छ भने जसमा भाले र पोथीको ग्यामेटको समागमबाट जुन नयाँ बिरुवा अथवा नयाँ जीवको विकास हुनु नै के हो त मैथनिक प्रजनन हो। किनकि प्रजननको अर्थ हुन्छ नयाँ सन्तान उत्पादन गर्नु। त मैथनिकमा के हुन्छ खास गरेर भाले र पोथी दुवैको समागमबाट हुन्छ। र अमैथनिकमा के हुन्छ त बिरुवाका विभिन्न भागहरूबाट, जीवहरूको विभिन्न भागहरूबाट त्यस्तै नयाँ प्रकारको बिरुवा अथवा जनावरको के हुनु त उत्पत्ति हुनु हैन, के हुन्छ अमैथनिक हो। जस्तै तिमीहरू अमैथनिकमा 8 क्लासमा पनि पढेको थियो फिसन, बाइनरी फिसन, मल्टिपल फिसन, बर्डिङ, फ्रेगमेन्टेसन, एस्ट्रुलेसन जस्ता कुराहरू हामी के त अमैथनिकमा पढेका छौँ। मैथनिकमा खास गरेर विकसित बिरुवाहरूमा जुन फुल फुल्ने बिरुवाहरू हुन्छ त्यो फुल फुल्ने बिरुवाहरूमा भएको के त खास गरेर त्यसमा के हुन्छ त भाले पाठ हुन्छ, पोथी पाठ हुन्छ, बिरुवाहरूको जुन फुल हुन्छ एन्डोसियम गाइनोसियम त्यस्ता प्रकारका फुल फुल्ने जुन विकसित बिरुवाहरू हुन्छ त्यस्ता बिरुवाहरूमा के त मैथनिक प्रजनन गर्ने हुन्छ। कुरा बुझेको हैन? त यस प्रकारले यसमा पढ्ने जुन बिरुवाहरू छ कुनै मैथनिक प्रक्रियाबाट त कुनै अमैथनिक प्रक्रियाबाट प्रजनन गर्ने गर्छ। कुरा बुझ्यो? ल त्यसपछि यसमा पढ्ने बिरुवाहरू कुनै के त अब कस्ता ठाउँमा त खास गरेर ओसिलो ठाउँहरूमा, भिजेको ठाउँहरूमा अथवा पानीमा पाइन्छ। खास गरेर यस्ता बिरुवाहरू कहाँ पाइन्छ त पोखरीमा, नदीमा, समुद्रमा र ओसिलो ठाउँमा पाइने गरिन्छ। ल यसमा पढ्ने बिरुवाहरूको एक्जाम्पल धेरै इम्पोर्टेन्ट छ, तिमीलाई एक्जाम्पलबाट बढी सोधिरहेको हुन्छ। ल जस्तै क्लाइडोमोनास, भल्भक्स, स्पाइरोगेरा, त्यसपछि युलोथ्रिक्स, त्यसपछि हामीहरूको फ्युकस आदि केमा त हाम्रो डिभिजन अल्गी अन्तर्गत पर्छ। ल अब बाँकी कुराहरू अब हामीहरू नेक्स्ट क्लासमा गर्नेछौँ। हामीले एउटा डिभिजन मात्रै पढेछौँ, ब्रायोफाइटा, ट्राकियोफाइटा। फेरि ट्राकियोफाइटालाई पनि 3 भागमा डिभाइड गरेको छ, टेरिडोफाइटा, जिम्नोस्पर्म, एन्जिम्नोस्पर्म। यो कुराहरू अब हामी भोलिको क्लासमा के त किङडम प्लान्टीलाई राम्रोसँग पढ्ने प्रयास गर्छौँ। कुरा बुझ्यो? ल आजको लागि यतिकै रहन दिऊ।